आज घरमा श्राद्ध थियो। अब श्राद्ध केही गर्दा यतात्यता खाना पकाउन अलि धेरै खाना पकाउँदाखेरि माटोमा खाना पकाउने गरिन्छ। माटोमा खाना पकाउनको लागि सानो चुलो छ घरमै। अब त्यसलाई चोखो गराउनु पर्यो भनेर माटो निकालेर लिपेँ। अब त्यो लिप्दाखेरि खासै राम्रो चाहिँ देखिया थिएन। मोबाइलमा खिच्दाखेरि चाहिँ अब सुकेर अब त्यो कालो कालो भएको पनि अनि सुक्ने क्यार्ने गर्दा चाहिँ राम्रै भएको थियो। मोबाइलमा चाहिँ खासै राम्रो भएन, माटो पनि धेरै रातो नभएको कारणले गर्दा। अब यसरी कुरौको पात टिपेर ल्याइयो। त्यही पातको म बजार जाँदा आमाहरूले टपरी धुन लगाइसक्नु भएछ। यही टपरी धुनाको श्राद्ध गर्ने तयारी गरिसकियो। अब बिहान आफूभित्र बाहिर गर्दा गर्दै यता श्राद्धको पिना पाक्ने बेला भइसकेछ। यता दुध आयो। अब यो दुधको खिर पनि पाक्न लागिसक्यो। यता अब खिर पनि पाक्न लागिसकेको थियो। दिदीले खिर पकाउँदै हुनुहुन्थ्यो। अचार रेडी भइसक्यो। फुरौला पनि बनिसकेका थिए। थोरै खिच्ने, कता कता भुलिँदो रहेछ, कता कता बिर्सिँदो रहेछ। त्यस्तै गरी भए पनि थोरै खिच्दै म अगाडि बढिरहेँ। यसरी तरकारी पकाएँ मैले। अनि अचार, तरकारी, फुरौला, रोटी भएपछि आजको प्रसादी यही नै भयो। अब यता पनि बाले तर्पण दिँदै हुनुहुन्थ्यो। अब तर्पण दिइसकेपछि पिना दिने, अनि पिना दिएपछि त्यहाँ पूजापाठ गरिसकेपछि सकिन्छ। आमाले यता पिना पकाएर अब पाकिसक्यो भन्नुभएको थियो। यसै गरी अब हामीले अरू भिडियो खिचिन्छ। अहिलेको लागि बाई।